यहाँ आउन यो मेरो चाहिँ हैन एउटा हातमा चाहिँ 10,000 हुन्छ एउटामा 5,000 हुन्छ म यसरी मुठी बनाएर राख्छु हैन यसरी यसरी अनि तिमीले जति जुन गेस गर्यो त्यति चाहिँ तिमीलाई हुन्छ है ल उता फर्क त एकचोटि यता फर्क ल ल एउटा छाना ल तिमीले दिमाग लाग्यो भने 10,000 कुनमा छ थाहा पाउन सक्छौ ल कुनमा होला कुन छान्ने ल यो छान्ने ल काउन्ट गर त ल कति छ त्यो 5,000 छ 10,000 राखेको मुठी अलिक ठुलो हुन्छ नि तिमीले दिमाग लाग्यो भने 10,000 पाउँथ्यौ ल तिमी चाहिँ तिमीलाई 10 खर्च है